अलिअलि लेख्ने होइन पत्याउ या नपत्याउ, मान या पटक्कै नमान, तिमीहरूको बाटो बिर्सेको छ। यति सत्ताको माग मात्र लाग्यो, बाटो तिमीहरूको बिर्सेको छ। म स्पष्ट छु, नेता धनै प्रष्ट छ। अलमल गरेको त जब कार्यकर्ता न हो, त्यो पनि सामर्थ्यहीन कार्यकर्ता। कतिपटक भन्नु समाजवादको दिन पटक्कै नगर्नु, वर्षौँ पहिले भनिसकेको कुरा हो, दस्तावेजमा लेखिसकेको कुरा हो। फेरि किन भन्नु अन्तिम लक्ष्य साम्यवाद हो भन्नु, उद्देश्य जनवाद हो भन्नु। तर अहिले भने यति सत्ताको माग मात्र लागेको बाटो तिमीहरूको पुँजीवादी व्यवस्थामा सङ्घर्ष मात्र नगरेको हो, लोकतन्त्रको भरपूर उपयोग मात्र नगरेको हो, दुश्मनसँग थोरै मेलमिलाप गरेको मात्र न हो, दक्षिण पक्षहरूसँग अलिकति गठबन्धन मात्र गरेको न हो, सिद्धान्तलाई थोरै विस्तारमा दिएको हो। त्यति त तिमीलाई पनि थाहा हुनु पर्यो होइन? त्यति त तिमीलाई पनि थाहा हुनुपर्ने होइन? पुँजीवादमा नेता अल्मलिएको, क्रान्ति अल्मलिएको, विद्वान अल्मलिएको, वैज्ञानिक अल्मलिएको, अभियन्ता अल्मलिएको, वकिल अल्मलिएको, नागरिक समाज अल्मलिएको, सञ्चारकर्मी अल्मलिएको, जनता अल्मलिएको, नअल्मलिएको त केवल बिचौलिया मात्र न हो। त्यत्रो मार्क्सवादी पढेर सत्ताको गद्दीमा चढेर तिमीहरूको बाटो बिर्सेको छ। यति सत्ताको माग मात्र लागेको बाटो तिमीहरूको बिर्सेको छ। हाम्रै जस्तो उहाँहरूको आँखाले कहाँ भविष्य नदेखेको हो, हाम्रै जस्तो उहाँहरूको मस्तिष्कले कहाँ जनताको भाग्य नलेखेको हो। हामीले बोक्दै हिँडेका बन्दुकहरू कहाँ उहाँहरूले नबोकेका हुन् र हामीले बोक्दै हिँडेका बन्दुकहरू कहाँ उहाँहरूले नबोकेका हुन् र हामीले बोक्दै हिँडेका कलमहरू कहाँ उहाँहरूले मेनिफेस्टो नलेखेका हुन् र केवल उमेर नसिद्धेका हुन्, जवान न ढल्केका हुन्, कार्यकर्ता न विदेश पलायन भएका हुन्, देश न खोक्रो भएका हुन्, जनता न गरिब भएका हुन्, राज्यले रोजगारी नदिन नसकेका हुन्, अदालतले न्याय नदिन सकेका हुन्, किसानले जाडो मल्न नपाएका हुन्, विद्यार्थीले किताब नपाएका हुन्, र पनि तिमीहरूको बाटो बिर्सेको छैन। यति सत्ताको माग मात्र लागेको बाटो तिमीहरूको बिर्सेको छैन। गणतन्त्र बुबो पारेर सुरक्षित राखेको त्यो पनि थाहा छ, संहिताको मञ्चन भइरहेको त्यो झनै थाहा छ। अनि थाहा नपाएको चाहिँ भन्ने, अनि थाहा नपाएको मात्रै भन्ने, पाएको चाहिँ थाहा हुन्न र नपाएको मात्र याद गर्ने। कसैले फालाफाल मन्त्री पाएका छन्, कसैले संवैधानिक आयोग पाएका छन्, कसैले पालिकामा सिम्म पाएका छन्, कसैले ठेक्का पाएका छन्, कसैले क्षणिक माग पाएका छन्, कसैले क्षणिक सम्मान पाएका छन्। के तिनीहरू जनता होइन? जतिले पाए त्यति त खुसी होला नि, बेखुसी त तिमी मात्रै होला। तर पनि तिमीहरूको बाटो बिर्सेको छैन। यति सत्ताको माग मात्र चढेका हुन्, बाटो तिमीहरूको बिर्सेको छैन। धन्यवाद। अब यो मेरो एउटा साथी छ, मेरो एउटा साथी छ, अरूभन्दा असाध्यै माथि छ, मलाई मनदेखि नै मन पराउँछ, मनको कुरा मनभित्रबाटै म भन्दै मक्ख पार्छ। साथको लागि मात्र साथी होइन, साथको लागि मात्र साथी होइन हो, साराको पनि साहसिक मान्छे हो। सामान्य मानिसको साथ भयो भने नि सागरको मोती सन्ति हुन्छ। तर निर्णायक विषयमा भने अहिले को अध्यक्ष हुने भने जस्तै, तर निर्णायक विषयमा भने मेरो साथीको आशय बुझ्नुपर्छ। त्यति बेला मेरो साथी ऊ गरौँ न, ऊ गरौँ भनेर टुङ्ग्याउँछ, क्याच्च बोल्दैन, ख्याच्च बस्दैन, त्यसैले ऊ लोकप्रिय छ। क्याच्च बोल्दैन, ख्याच्च बस्दैन, उसको व्यवहार भने चाहिँ अलिकति लिच्च पिच्च हुन्छ, सबैको नजर खिच्च हाँस्छ, आफ्नै लागि आफू मात्रै बाँच्छ। धन्यवाद।